नमस्कार, मेरो नाम कृष्ण साउदो, म कक्षा 12 मा पढ्छु। मेरो घर रजेना हो। म भर्खरै 12 को इक्जाम दिएँ। यो 12 को इक्जाम दिनमा मेरो सबैभन्दा ठुलो हात मेरो परिवारको छ। मेरो परिवारमा 8 जना छन्। मेरा दुईटा दाइ, म अनि मेरो भाइ अनि मेरो मम्मी बाबा र अनि एउटा दिदी हजुर हुनुहुन्छ। उहाँहरूले नै सपोर्ट गरेर म 12 को इक्जाम दिएको। त्यसै कारण अब 12 को इक्जाम दिएर छुट्टी भएको कारण तिमीलाई म ट्युसन पढाउन लागेको। अब सबैले उठेर आफ्नो पालो परिचय दिनुपर्ने छ है। सबैभन्दा पहिला कसले दिन्छ? मेरो नाम राम साउदो, म कक्षा 5 मा पढ्छु। मेरो विद्यालयको नाम श्री ज्ञानज्योति विद्या मन्दिर सेकेन्डरी स्कुल हो। म 12 वर्षको छु। मेरो परिवारमा 8 सदस्य हुनुहुन्छ। मेरो बुवाको नाम पदम साउदो, मेरी आमाको नाम कल्पना साउदो, मेरो भाइको नाम तेजु साउदो, मेरो ठुलोबाको नाम डमै साउदो, मेरो ठुलेमी आमा कलु साउदो, मेरो दाइको नाम लाल साउदो। म सधैँ स्कुल जान्छु। मेरो घरमा बहिनी अनि माइजू पनि आउनु भएको छ। धन्यवाद। नमस्कार, मेरो नाम कृष्ण, म कक्षा 3 मा पढ्छु। मेरो गाउँ रोजेना हो। मेरा घर परिवारमा 3 जना छन्। बुबाको नाम गोरेबहादुर साउदो, मम्मीको नाम कमला साउदो। धन्यवाद। मेरो नाम सुशान्त चौधरी, म कक्षा 1 मा पढ्छु। मेरो विद्यालयको नाम श्री ज्ञानज्योति विद्या मन्दिर माध्यमिक स्कुल हो। मेरो 8 वर्ष छ। मेरो परिवारमा 4 जना छौँ। म, भाइ, मम्मी, बाबा। नमस्ते, मेरो नाम तेजु साउदो, म 2 कक्षामा पढ्छु। मेरो स्कुलको नाम श्री ज्ञानज्योति विद्या मन्दिर सेकेन्डरी स्कुल हो। मेरो सदस्यमा म, मम्मी, ड्याडी छौँ अनि दादा छ अनि बहिनी छ